आई होप तपाईले अहिलेसम्म जावेद अख्तर र मुक्ति समेलको डज गड एक्जिस्ट वाला डिबेट त हेरिसक्नुभयो होला। त्यो बस एकदमै डिप छ, त्यसैले त्यसका सबै पोइन्टहरु एउटै भिडियोमा समेट्न सम्भव छैन। त्यसैले म यो बसका केही इम्पोर्टेन्ट पोइन्टहरुलाई एक भिडियोमा सरल रूपमा बुझाउने कोसिस गर्नेछु। सबैभन्दा पहिला त यो डिबेटमा मलाई लागेको प्रब्लम के थियो भने त्यो डिबेटको फर्म्याट। बहस यस्तो मेकानिकल बनाइएको थियो कि समयमै सुरु गर्नुपर्छ र समयमै सक्नुपर्छ। मानौ कुनै स्कुलको डिबेट चलिरहेको छ जहाँ फ्री फ्लोइङ डिबेट हुनुपर्ने थियो, बट त्यो भएन। जबकि दुवै पार्टिसिपेन्टलाई थप समय दिन कुनै आपत्ति थिएन, अडियन्सलाई पनि समस्या थिएन र जहाँसम्म मलाई लाग्छ सौरभ द्विवेदी जस्तो मान्छे जसले आफ्नो च्यानलमा लङ फर्म डिबेट गराउँछन् उनलाई पनि यसको बारेमा कुनै समस्या थिएन होला। तर किन यस्तो मेकानिकल स्ट्रक्चर रोजियो त्यो चाहिँ स्पष्ट देखिँदैन। र सेकेन्ड प्रब्लम, डिबेटको मुख्य प्रश्न थियो डज गड एक्जिस्ट, भगवान छन् कि छैनन्। तर अचम्मको कुरा के थियो भने बहसको सुरुवातमै गडको डेफिनेसन इस्टाब्लिस गरिएन। यदि हामी गडको डेफिनेसन नै नदिई डिबेट सुरु गर्छौं भने आखिर कसका बारेमा बहस गरिरहेका छौं? आखिरमा कसलाई सम्झ्यौं गड? कुन वाला गडलाई हामी साबित गर्न लागिरहेका छौं? विश्वमा हजारौं रिलिजन छन्, 10 भन्दा बढी त मेजर रिलिजन नै छन्। ती मध्ये कुन गड, कुन कन्सेप्ट, कुन फ्रेमवर्क, डेफिनेसन बिना डिस्कसन कसरी अगाडि बढ्न सक्छ? डिबेट सुरु हुँदै मुक्ति साहबले धेरै शर्त राखे। उनलाई आखिर के को डर थियो कि यी सबै शर्तहरू राख्नु पर्यो? सबैभन्दा पहिलो कन्डिसन त यो थियो कि गडलाई प्रुभ गर्नको लागि साइन्टिफिक मेथड युज गर्न पाइने छैन। साइन्सले गडलाई प्रुभ या डिस्प्रुभ गर्न सक्दैन, किनभने साइन्स इम्पेरिकल एभिडेन्समा आधारित हुन्छ र गड इम्पेरिकल नभएर मेटाफिजिकल रियालिटी हो, नन फिजिकल र सुपर नेचुरल। सबैभन्दा ठुलो एजम्पसन त उनले यही गरिदिए, जसको लागि उनले इक्जाम्पल दिए जसरी मेटललाई डिटेक्ट गर्नको लागि मेटल डिटेक्टर हुन्छ त्यसरी नै प्लास्टिकलाई डिटेक्ट गर्नको लागि प्लास्टिक डिटेक्टर युज गर्नुपर्छ। मेटल डिटेक्टर युज गरेर प्लास्टिकलाई डिटेक्ट गर्न सकिँदैन। आई एम टोटली एग्री विथ दिस पोइन्ट, लजिकल्ली एकदम सही कुरा हो। तर मुक्ति साहबसँग त्यो प्लास्टिक डिटेक्टर कहाँदेखि आयो? उनलाई कसरी थाहा भयो कि भगवानको जो अस्तित्व छ त्यो मेटाफिजिकल हो? उनले कसरी डिसाइड गरे कि गड मेटाफिजिकल मात्र हो, फिजिकल होइन? उनलाई यो कुरा कसरी थाहा भयो? जबकि उनकै अनुसार भगवानका इफेक्टहरू कृपा, सजाय, इन्टरभेन्सन फिजिकल वर्ल्डमै देखिन्छन्। इफेक्ट चाहिँ फिजिकल, कज चाहिँ नन फिजिकल। यो लिप अफ फेथ कहाँबाट आयो? यसको जस्टिफिकेसन के हो? उनले यो एजम्पसन कसरी बनाए? जबकि उनी आफैले पूरा बहसमा एजम्पसनदेखि टाढै बस्न सुझाव दिएका थिए जावेद अख्तरलाई। तपाईलाई यसको बारेमा के लाग्छ कमेन्टमा जरुर लेख्नुहोस्।